गाइस हामी चाहिँ कमसम जान लागेको होइन चाहिँ हो दाइहरू हामीसँग सबैजना बिसाइरहनु भएको छ हामीले ढिला गऱ्यौँ भनेर तर सबैजना रमाइलो खुसी भइहाल्नु हामी चाहिँ भुरुङ तातो पानी भन्ने ठाउँमा छौँ हाम्रो गाडीको मेम्बरहरू चाहिँ खाना खाँदै हुनुहुन्छ हामीले चाहिँ खाएर आएको त्यही भएर हामी चाहिँ यता तातो पानी घुम्न जान लाग्यो दुईजना जस्तो यहीँबाट हामीलाई मुस्ताङ पुगेवाला भाइब्स आइसक्यो हामी पुगेको चाहिँ छैनौँ गाइस रमाइलो रहेछ यतातिर यो चाहिँ रुप्से झरना हो होइन एकदम राम्रो यो मुस्ताङ जाने बाटोमा छ यो हामी चाहिँ ठ्याक्कै यहीँनिर आइपुग्यो एकदमै राम्रो
देखिन्छ कति राम्रो गाइज हामी चाहिँ मार्फा गाउँ ठ्याक्कै आइपुग्यौँ है यस्तो मजाको हावा लगाइरहेको छ हामी बिलिभै गर्न सकेन हामी आइपुग्यौँ भनेर है यस्तो एकलट कति धेरै छ अझ यो त अलि रातो भएको रहेन रहेछ है होइन बाटोमा त कति रातो रातो क्या अनि स्याउ पनि अब हामी पहिला बोट बनाउँदा त कत्रो कत्रो बनाउँछौँ तर यत्रै बोटमा चाहिँ मजाले पाउँदो रहेछ है हामीले नि फर्स्ट टाइम देखायो यस्तो राम्रो जमसम लुक्ला हान्ने कहाँ थियो अरे आएको थियो हामी चाहिँ जमसम आइपुग्यौँ है अलिक जमसम गाइज हामी चाहिँ यता जोमसम्म आएर खाजा खान लायो होइन यहाँ एउटा राम्रो होटल रहेछ अब उताबाट फर्केर पनि यदि भएन भने चाहिँ यही होटल बस्छौँ हामी माथि गएर बस्ने हामी गाडी पायौँ हामी माथि जानेवाला छौँ है गाइज त हाम्रो तातो खाजा आइसकेको छ चिसो चिसो मौसममा कस्तो छ त्यो भेज मोमो हो होइन भेज काहीँ पनि ऊ चाहिँ हुँदैन म यसमा नुन र कागती थपेर चाहिँ मिठो बनाउँछु गाइज हामी चाहिँ यति राति त्यति छिटो आएर चाहिँ यति राति हाम्रो गाडी अलिक ढिला आयो हामी चाहिँ अब जोमसमबाट चाहिँ उता मुक्तिनाथतिर जाँदैछौँ भगवान्ले बोलाउनु भएछ जानु पाइयो है दुईजना केही देख्दैन होइन होला गाडी पनि खाली छ कोही पनि छैन दाइहरू मात्रै हुनुहुन्छ गाइज हामी चाहिँ ठ्याक्क मुस्ताङ जान्छौँ है यस्तो सोच्यो भन्दा चाहिँ एकदमै धेरै डेभलप चाहिँ छ होइन ठ्याक्कै होटेल आइपुग्यो हाम्रो होटेल चाहिँ अलिक पर हो तर हाम्रो गाडी चाहिँ यहाँ रोक्नु भयो राम्रो फुल छ तर मभन्दा कम गाइज हामी चाहिँ मुस्ताङमा मुक्तिनाथमा होटेलमा पुगेर हामी के गर्दैछौँ भन्दाखेरि खानालाई मुभी हेरेर छौँ है हामी यहाँको हामी चाहिँ खाँदैनौँ किन हामीले जमसम्मै खाएर आएको भन्न हामीले खाएर आएछौँ अब हामी मुभी हेर्छौँ अनि भोलि बिहानै उठेर हामी मुक्तिनाथ दर्शनको लागि जान्छौँ गाइज हामी चाहिँ कहाँ छौँ भन्दाखेरि मुक्तिनाथ होइन जाँदैछौँ यस्तो छ है हुस्सु हुस्सु हाम्रो होटेल चाहिँ त्यही हो है होटेल क्यापिटल मुस्ताङ भन्नेवाला ल हामी चाहिँ हिँड्दैछौँ है गाइज दुईजना पुरै र जय लक्ष्मीनारायण गाइज हामी चाहिँ अब मुक्तिनाथको सिडी चढ्दैछौँ कतिवटा सिडी छ भन्ने चाहिँ थाहा छैन तर यो हुस्सु लगाएर केही पनि देखाएन अब माथि गएपछि चाहिँ सायद देखिन्छ होला हामी यति सिडी आइपुग्दैन तपाईँहरू पनि चढ्ने बेला चाहिँ बिस्तारा सास फेरि चढ्नु होला नत्र लेख लाग्छ गाइज यो चाहिँ हाम्रो मूल मन्दिर छिर्ने चाहिँ गेट भयो यता चाहिँ नेपालको झन्डा छ जय नेपाल अनि यहाँनिर चाहिँ हेलिप्याड छ ठ्याक्कै देखियो है तपाईँहरू हेलिकप्टरमा आउनु भने चाहिँ यहाँनिर ल्यान्ड गर्नुहुन्छ अब हामी त पैदल यात्री भयौँ यसरी सिडीमा मजाले हिँड्नुपर्छ अब यति हिँड्नु बसिरहेको छौँ हामी बिस्तारै सिडी त धेरै छैन तर अलिक बिस्तारै हिँडेको धेरै छैन अलिक बिस्तारै हिँडेको अब गाह्रो होला रिङ्गटा लाग्ला फेरि त्यत्रो मन्दिर दर्शन गर्नु चाहिँ यहीँबाट गाह्रो हो भने हामीले मन्दिरको दर्शन गर्न पाउँदैनौँ त्यही भएर बिस्तारै हिँडिरहेको छौँ गाइज तपाईँहरू पनि बिस्तारै हिँड्दै आउनुभयो भने चाहिँ हुस्सु चाहिँ यस्तो हुस्सु छ है केही तल हेऱ्यो भने केही देखिँदैन उता घोडामा पनि आउँदै हुनुहुन्छ मान्छेहरू 1200 रुपियाँ रे घोडा चढाए चाहिँ 1200 त्यही पैदल यात्री नै भयौँ यही सिडी चाहिँ अझ पनि रहेछ हामीले चाहिँ त्यो मेन गेट पछि चाहिँ सक्यो होला भन्ने सोचेको तर अझ अलिकति चाहिँ छ हामी चाहिँ मुक्तिनाथ ठ्याक्क पुग्यौँ
मलाई कस्तो भावुक भइरहेको छ है म चाहिँ। अब हामी 108 धारामा पहिला सुरु नुहाउने हो। 108 धारामा नुहाएर त्यो कुण्डमा नुहाएर अनि त्यसपछि बल्ल चोखो लुगा फेरेर चाहिँ हामी दर्शन गर्छौँ। अब एकजना नुहाउने एकजना कुर्ने सामान अनि फेरि अर्कोजना नुहाउने गरेर गर्छौँ। हामी 2 जना छौँ। उतानेरि रहेछ 108 धारा चाहिँ खास मन्दिरको पछाडि। हामी चाहिँ त्यहाँ नुहाउँछौँ है। अब 7:30 भयो है। हामी चाहिँ रेडी छौँ। यत्रो धारा छ, चिसो छ मौसम होला। हामी अब नुहाउँछौँ अनि मन्दिर दर्शन गर्न जान्छौँ। गाइस हामी चाहिँ कुण्डमा डुबेर र यतापट्टि 108 धारा नुहाइसक्यौँ। अब हामी मन्दिर दर्शनको लागि जान्छौँ। सबसे चिसो चाहिँ हाम्रो गोडा चाहिँ एकदम चिसो भएको छ। अब हामी जान्छौँ है त गाइस भित्र। हामीले चाहिँ दर्शन गऱ्यौँ, सिरी तिलक लायौँ, बालबुट खायौँ। रातो रातो भइरहेको क्या, अलिक धेरै रातो भएको छ। ल मन्दिर हो, जाडो चाहिँ जाडो छ। दर्शन गर्न चाहिँ आइहाल्यो, दर्शन गऱ्यो। हामीले नि मुक्ति पायौँ है गाइस। एक राउन्ड मुक्तिनाथ टेम्पलको भिडियो हामी चाहिँ अब निस्किन लागेको 2 जना। दर्शन फोटो सबै खिचिसक्यौँ। नुहाइ धुवाइ सबै भइसक्यो। यो पछाडि चाहिँ यहाँनिर 108 धारा पनि छ। गाइस यो चाहिँ मुक्तिनाथ मन्दिरभन्दा अलिकति यता रहेको चाहिँ बुद्ध पार्क हो। हेर्नु न हुस्सो लागेर केही देखिएन माथि। नभएर कस्तो राम्रो छ यो सिन। यहाँबाट सिन हेर्न त लास्टै मजा आउँछ होला। गाइस यो गेटबाट चाहिँ यतिको सिन देखियो। अलिकति चाहिँ खुलेछ है, यहाँनिर हुस्सो खुलेछ। हामी चाहिँ अब हिँड्न लागेको। गाइस यो चाहिँ हाम्रो मुस्ताङको बजार, मुक्तिनाथको बजार होइन। पुरै यस्तो राम्रो होटेलहरू छ, तपाईँलाई ठमेलको याद आउँछ। मलाई चाहिँ त्यस्तै लाग्छ है। हेर्नु न ठमेल नयाँ कि सबै घर नयाँ। अलि एस्थेटिक सामानहरू, अलिक महँगो ठाउँ। होटेल मोनालिसा, होटेल बब मार्ली, यस्तो नाम गरेको ठाउँहरू। हेर्नु नि त्यहाँ होटेल डिप पुराङ अरे के हो त्यो भने। यस्तो दामी छ। यस्तो बेच्न राखेको। यतापट्टि होटेल लालीगुराँस पनि रहेछ है, नेपाली जनाउने। बाटो चाहिँ यस्तो छ। यतापट्टिको चाहिँ ठिकै छ, हिँड्नलाई धेरै हिँड्नु पर्दैन। यस्तो बुनेको लुगाहरू पनि बेच्न राखेको हुन्छ। छुर्पीहरू पनि हुन्छ। हामीले चाहिँ छुर्पी किन्यौँ एउटा। यसो आएको बेला चौरी गाईको छुर्पी भनेर। अरू चाहिँ हामीले किनेनौँ। यता बिहान हाम्रो होटेल जाने बाटो यो। यतापट्टि चाहिँ खै अब कता जाने बाटो। यता बन्दै रहेछ नयाँ होटेल। यो चाहिँ पुरानो घर होला सायद, लोकल बासिन्दा हुनुहुन्छ होला यहाँ चाहिँ। यस्तै एउटा गाडीमा जानु पाए हुन्थ्यो। सोध ब्युटी अफ मुस्ताङ। उजाड लाग्दो भने उता उजाड लाग्दो छ। यतापट्टि हरियाली छ है, पुरै रुखै रुख छ। उता चाहिँ उजाड लाग्दो छ त्यता चाहिँ। गाइस अब चाहिँ हामी मुस्ताङबाट चाहिँ जान लायक फर्किन लागेको। मुक्तिलाई हामी फर्किने बेला जस्तो राम्रो सिनहरू चाहिँ देखियो। बस पार्क चाहिँ यही हो। हामी चाहिँ बस पार्कबाट जाने। बस भनेको थियो 11 बजी जान्छु भनेको थियो। 11:30 भयो, बस गएको छैन। हामी अब जान्छौँ।
तालतिर बन्नु हो कि भेवतालतिर बेगनासतिर बसे हाम्रो काम तालचोकमा थियो त्यही भएर टाढो छ तालचोकै हो क्या घर त ए तालचोक यता चाहिँ कता बस्नु त्यही माथि यो तपाईँहरू यसो घुम्दिनु माथि आउनुभयो बस्नु होटेलमा बस्नु हामी चाहिँ यसो कागबेनी कस्तो छ भनेर हेर्न आएको कागबेनी चाहिँ सङ्गम स्नान स्थल छ यहाँ चाहिँ सराते गर्ने मान्छे चाहिँ एउटा आयो यसो कागबेनी हेर कतिको हावा लगाइरह्यो अन्त त माथि हावा थियो टाटा बाई बाई गऱ्यौँ हामी चाहिँ माल्पा भिलेज छिर्दैछौँ इन्क्लुडिङ आवर सुटकेस है सुटकेस के भने कहाँ गरेर जानु यसले कम्ता दुःख दिएछ हामीलाई ठिक छ केही भएन अब हामी गुडाउँदै गुडाउँदै घुम्छौँ हेलो गाइज हामी चाहिँ यहाँ मार्फामा चाहिँ जेरी गल्लीमा चाहिँ भिडियो फोटो चाहिँ खिच्यौँ होइन चार्ज चाहिँ एकदमै लो भएको थियो डाउन भएको थियो त्यही भएर चार्जमा मोबाइल राखिदिएर हामीले चाहिँ त्यसको चाहिँ भिडियो नि बनाउन पाएनौँ है छुट्टै भिडियो चाहिँ हामी पोस्ट गरिदिन्छौँ हामी दुईजनाको हेर्नु होला एट्याच गरिदिन्छौँ हामी यहाँ चाहिँ जेरी गल्ली आइपुग्यौँ खिच्नमा बिर्सेछ अब चाहिँ हामी एकै है यहाँबाट चाहिँ उता बाहिर अनि त्यसपछि हामी पुग्छौँ बेनी गाइज हामी चाहिँ मार्फामा गाडी कुदाएको गाइज यहाँ चाहिँ पहिरो गएर उता पारि पहिरो गएर चाहिँ गाडी नलाने भएकोले हामी चाहिँ यहीँबाट गाडी चेन्ज गर्न हेर्नु त यत्रो भेल भयो हामी 3 सुटकेस लिएको एउटा सुटकेस बल्ल ल्याइदिनु भयो अहिले लगिदिनु भने मानेन यत्रो पानी परेको ठाउँबाट कुद्नु 3 जना 2 जना अब अर्को गाडी चढेर धन्न जान पाइयो बेनी हामी त्यहाँ अड्किन्थ्यौँ हामी लगाइज यत्रो भेल बग्यो गाइज पहिरो चाहिँ त्यो रहेछ है पहिरो चाहिँ त्यो रहेछ है त्यसरी चढेर जानुपर्ने रहेछ त्यही भएर गाडी नआएको अब यहाँ छ यत्रो भिड पहिरो त्यहाँ बोकेर लानुपर्ने भयो सुटकेस कसरी लाने हो यो बिचरा यो गाडी त बिचमै फस्यो उता जान्छ होला हामी चाहिँ अब यत्रो हिँडेर यति बोकेर लान्छौँ लगाइज विश मी बेस्ट अफ लक गाइज हाम्रो त्यो पहिरोमा परेर जुन यो गाडीमा सिफ्ट हुनु पर्थ्यो त्यो मान्छे चाहिँ छुट्नु भएछ यो गाडीमा आउनलाई अब फेरि हामी यहाँ लेते आएर फेरि वेट गरिरहेको छौँ उहाँहरूलाई होइन अब त्यत्रो त्यो चढेर आउनु पर्ने थियो नि त कस्तो अप्ठ्यारो थियो सायद त्यो आउँदा आउँदै छुट्यो होला कि कोही त्यही भएर त्यो कुद्नु भयो अरे फेरि हामी कुद्नु पऱ्यो हामी कुदिरहेको छौँ गाइज हामी चाहिँ बेनी आइपुग्यौँ होइन अघि नआएको खानासाना खाएर अब चाहिँ हामी रेस्ट गर्छौँ आइपुग्यो है आज टाइममै जे भयो नि